मलाई गणतन्त्र मन परेन, मलाई राजसंस्था मन पर्यो। खुलेआम भनिदिन्छु, तपाईहरुको गणतन्त्रले नेपाललाई दियो के नेपाली बिक्री गर्नेदेखि बाहेक? म गणतन्त्र विरोधी हो। गणतन्त्रले मुलुक सकियो। राजावादीहरू डराउँदैन। राजावादी डर, राजालाई सिंहासनमा तपाईकै आँखा अगाडि झलझली ल्याएर राख्छौँ हामीहरू। ढुक्क हुनुहोस्, अर्को हप्तासम्म पनि तपाईले राजाको बारेमा बोल्नुभयो भने यो सरकारले तपाईँ लगायत तपाईका राजावादीहरूलाई 25 वर्ष थुन्ने कानुन ल्याउँदैछ। हो, त्यो मैले सुन्दैछु। अब यो चाहिँ उहाँहरूलाई डिफेम गर्ने, बदनाम गराउने षड्यन्त्र कतैको हो कि भन्ने पनि लाग्छ। प्रष्ट रूपमा प्रिन्टेड गरेर सदनमा पेश गरिसक्यो। बदनामको कुरा के गर्नुहुन्छ साहब? होइन, यदि उहाँहरूले राज संस्था बारेमा बोले बापत 25 वर्ष थुन्ने ल्याएको हो साँच्चै भने 25 वर्ष किन 500 वर्ष थुनिदिनु न। घर परिवार गाउँ नातो गोतो सबैलाई लगेर थुनिदिनु। राजावादीहरू डराउँदैन। राजावादी डर, राजालाई सिंहासनमा तपाईकै आँखा अगाडि झलझली ल्याएर राख्छौँ हामीहरू। के थाहा त्यो कानुन पास भएको दोस्रो दिन राजावादीहरू गुफा छिर्ने हुन् कि दोस्रो दिन देशमा आगो लाग्छ। ल पास गर्नुहोस् तपाईहरुले। ल